हेलो गाइस, स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। म हुँ काल्पनिक संसारको काल्पनिक ड्राइभर। आजको दिन चाहिँ हामी आर राजेश ब्लगको ट्रक चलाउँदै छौँ। पछाडि देख्न सक्नुहुन्छ उहाँको गाडी। आज एक दिनको लागि चाहिँ हामीले उहाँको काम गरिदिनु पर्ने हुन्छ। त्यसैले बिहान बिहानै हामी ट्रक भएको ठाउँमा आइपुगिसकेको छौँ। मस्तले घाम लागेको छ आज। मिल्यो भने हामी उहाँले जसरी नै ट्रकमा खाना बनाएर पनि खानेछौँ। ल के कस्तो हुन्छ थाहा पाउन यो ब्लग लास्टसम्म हेर्नु होला। अनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। ल अब तपाईहरुलाई चारैतिरबाट यो गाडी देखाउने छु। म उहाँको एकदम ठुलो फ्यान, यो गाडीको पनि एकदम ठुलो फ्यान। यो गाडी एकदमै मन पर्छ मलाई। उहाँको गाडी चलाउन पाउँदा मलाई एकदमै खुसी लागेको छ। त्यसैले एकछिन यसरी नाच्दिएँ। ल त्यसपछि सब गाडीको सामानहरू चेक गरेपछि यात्रातिर लाग्यौँ। गाडी एकदम कन्डिसनमा राख्नु भएको रहेछ। पहिलो ट्राइमै मजाले स्टार्ट भयो। अब एउटा गोडाउन आउँछ बीच बाटोतिर। त्यहाँबाट सामानहरू लोड गरेर त्यसलाई फ्याक्ट्रीमा पुर्याउनु पर्ने हुन्छ। जिन्दगीको पहिलोचोटि यत्रो माल गाडी चलाएको तर अलि डर पनि लागिरहेको छ। तर डरकै आगे जिते भन्दै मैले यसरी माउन्टेन डिउटा सकाइदिएँ। त्यसपछि त खै कहाँबाट हो मलाई एक्कासी एनर्जी फिल हुन थाल्यो। अब गाडी कुद्ने मात्र होइन उड्लाई जस्तो पो छ त। 2 hours later 2 घण्टाको यात्रापछि हामी यस्तो ठाउँमा पुग्यौँ। ल अब यो सिनेमेटिक सर्टसँगै एउटा छोटो मिठो गीत पनि जाओस्। एकछिन गीत बजाएर त मुड नै फ्रेस भइयो। पहिला गाउँ जाँदा बसमा चढी गएको पो याद आयो। गाउँ नपुगेसम्म मस्तले यस्तै गीत बजाउँदै गाउँदै रमाइलो गर्दै गइन्थ्यो। यस्तो मालगाडी हाँक्दा चाहिँ यस्तो टर्निङतिर अलि होस पुर्याउनु पर्ने रहेछ। तर आफू पर्यो खप्पिस ड्राइभर। यस्तो टर्निङ त अहिले मामुली लाग्न थालिसक्यो। निरन्तरको ओह्रालोपछि गाडीको ब्रेक निकै तातिसकेको रहेछ। त्यही भएर अब एकछिन रोकेर सेलाउन दिनुपर्ने हुन्छ। त्यही भएर गाडी एकछिन रोक्छु अनि त्यही बेला खाना पनि बनाउँछु। भोक पनि निकै लागिसकेको थियो। यो ठाउँ बबाल रहेछ, भ्यू पनि दामी रहेछ। ल अब यता गाडी रोकेर यता खानासाना बनाएर पेट पूजा पनि गर्नु पर्ला। ल साथीहरू अब हामी यता बसेर चिकनहरू बनाउँछौँ। सुरुमा हामीलाई प्यान चाहियो, त्यही भएर प्यान निकाल्यौँ। त्यसपछि कार्पेट बिछाएर मस्तले पकाउनतिर लाग्यो। बीचबीचमा मसला र नुनहरू टेस्ट गर्दै बनाएँ। ल अब खाना चाहिँ रेडी भइसकेको छ र खाँदैछु। वाउ लास्टी टेस्टी। ल अब खानपिन पनि सकिसकेको छ र सबै सामानहरू पनि गाडीमा हालिसकेँ। निस्किन के लागेको थिएँ, जोरले पिसाब च्यापिहाल्यो। त्यही भएर कसैले नदेख्ने गरी तल झाडीतिर दौड्यो। अब टक्क यता बसेर प्रकृतिलाई पानी दिनु पर्ला। अलि बढी नै टाइम लागेको छ, त्यही भएर अब यताबाट निस्किनु पर्ने हुन्छ। 2 hours later 2 घण्टाको लामो यात्रापछि हामी फाइनली गोडाउन पुगिसकेका छौँ। गाडीमा धमाधम सामान लोड भइरहेछ। लाग्छ कि कामदारहरूले पनि माउन्टेन ड्यू खाएको जस्तो जोसमा लोड गर्दैछ। त्यतिन्जेल म नि यसो सँगैको क्याफेमा चुरोट खान निस्केँ। खाना त नहुने के गर्नु तर बानी। एउटा गाडी त पुरै लोड भइसकेको रहेछ। पेमेन्ट सब क्लियर गरेर त्यताबाट फ्याक्ट्रीतर्फको यात्रा सुरु गरियो। लोडेड गाडी भएर अहिले चाहिँ गाडी चलाउँदा नै एकदम हेभी फिल भइरहेको थियो। पानी पनि पर्न लागेको थियो। अब पानीमा आनन्दले गीत सुन्दै गाडी चलाइन्छ। 1 eternity later पानी पनि परै भएर साँझ पनि पर्न थालिसकेको थियो। साथीहरू त्यही भएर आजको लागि यो गाडीलाई यतै पार्क गरेर यतै होटलतिर सुत्ने निदो गरेँ। The next day साथीहरू आज चाहिँ म बिहानै उठेर ब्रस गर्दैछु। आज बीच बाटोमा कतै नरोकी जाने सोच्दैछु। त्यही भएर यसरी हेभी ब्रेकफास्ट गर्दैछु। आज जसरी पनि सामानलाई गोडाउनमा पुर्याउनु पर्ने हुन्छ। मैले चाहिँ गाडीलाई निकालेर एकछिन कोल्ड स्टारमा छोडिदिएँ। ल आजको यात्रातर्फ बढ्नु अघि यसो सानो सिनेमेटिक ड्रोन सट इन्जोय गर्नु होला। आज मन उडेर भाग्छ, किन मलाई यस्तो लाग्छ है। उनकै नजिक जाउँ, उनीसँग माया लाउँ। उनकै नजिक जाउँ, उनीसँग माया लाउँ। बादल यो पहाड यी फूल भन्दा सुन्दर छे। यो खोला यो झरना यी पंछी भन्दा चञ्चल छे। स्वर्ग की परी चुलबुले मोरीलाई अङ्गालोमा बेरिरौँ एक नास हेरिरौँ। 2000 years later साथीहरू 2000 वर्षपछि हामी बल्ल गोडाउन पुगेका छौँ। घाम पानी केही नभन्दै गाडी कुदाएको कुदै गरेको भएर आज लास्टै टायर्ड फिल भइरहेको छ। अब आज गाडी अनलोड भएपछि यतैतिर होटलमा खानासाना खाएर यतैतिर सुत्नु पर्ला। ल साथीहरू हाम्रो गाडीको सामान पनि अनलोड हुँदैछ। ल यसरी नै हाम्रो ट्रिप पनि सकेको छ। भिडियो राम्रो लागे सब्स्क्राइब गरिदिनु होला।